नमस्कार सम्पूर्ण साथीहरुलाई स्वागत छ पढ्ने घरमा। आज म तपाईहरुलाई सिभिल इन्जिनियरिङ धारतर्फको सर्वेइङ सब्जेक्टको एउटा अर्को टपिक लिएर उपस्थित भइसकेको छु। टपिकको नाम रहेको छ डिफरेन्स बिट्विन प्लान एन्ड म्याप। एकदमै ख्याल गर्नु होला है, यो इम्पोर्टेन्ट टपिक हो दुईवटै, प्लान र म्याप। मैले यसलाई छुट्टै एक्सप्लेन गरेको छैन, डिफरेन्सको माध्यमबाट चाहिँ तपाईहरुलाई बुझाउने कोसिस गर्ने छु। डिफरेन्स जानियो भने अटोमेटिकली हामीले पोइन्ट वाइज लेख्न सकिन्छ है त। फर्स्टमा प्लान राखेको छु, त्यसपछि म्याप राखेको छु। द होरिजेन्टल प्रोजेक्सन अफ एनी एरिया इन होरिजेन्टल प्लेन भन्नु खोजेको। जस्तै यो मेरो कपी छ नि, यो कपी हो, यो कपी भनेको होरिजेन्टल प्लेन हो। यो प्लेनमा बनाएको कुनै पनि प्रोजेक्सनलाई के भनिन्छ भन्दाखेरि प्लान भनिन्छ, अर्थात् होरिजेन्टल प्रोजेक्सन भनेको प्लान हो। भने म्याप भनेको डिटेल्स आर गिभन इन द फर्म अफ सिम्बल, वर्ड, लाइन अर कन्टुर भनेको डिटेल देखाइन्छ। जस्तै इक्जाम्पलको लागि भनौँ, कुनै सर्टेन एरियाको कन्ट्रीको अथवा केही यो एरिया छ भनौँ, यसमा चाहिँ म्यापहरू देखाउने। जस्तै खोला नाला कता छ, त्यस पछाडि रोड कता छ, यसरी रोडहरू देखाउने। त्यस पछाडि कन्टुरले के देखाउँछ भन्दा इलिभेसन देखाउँछ। इलिभेसन देखाउने डाँडाहरू कस्तो छ, के छ, खोला कस्तो छ, डिप्रेसन कता छ भनेर सबै कुरा देखाइन्छ नि, त्यसलाई म्याप भनिन्छ। जनरली तपाईले म्याप देख्नु भएको पनि छ होला। त्यस पछाडि दोस्रो पोइन्टको कुरा गरौँ। A plan is a detailed layout that shows how a project will be executed भन्न खोजेको। यसलाई सजिलोसँग बुझ्नको लागि तपाईले घर बनाउँदै हुनुहुन्छ भने फर्स्टमा के गर्नुहुन्छ, प्लान बनाउनुहुन्छ घरको। हेर्दै यसरी घरको प्लान बनाउनुहुन्छ। प्लान बनाइसके पछाडि त्यस पछाडि तपाईले फर्दर काम सुरु गर्नुहुन्छ। भने म्यापमा चाहिँ अ म्याप इज अ स्केल्ड ग्राफिकल रिप्रेजेन्टेसन। म्यापमा जहिले पनि के हुन्छ, स्केल हुन्छ। 1:250, 1:500। यो भनेको बुझ्नुहुन्छ होला, 500 मिटर फिल्डमा छ भने 1 सेन्टिमिटरमा हामीले पेपरमा उतारिएको छ, अर्थात् म्यापमा उतारिएको छ। रिप्रेजेन्टेसन अफ एन एरिया द्याट सोज नेचुरल एन्ड म्यानमेड फिचर्स। अघि मैले कुरा गरेँ नेचुरल भनेको जस्तै रिभर, अनि त्यस पछाडि डिप्रेसन, पोन्डहरू भयो भने त्यो नेचुरल भयो। र म्यानमेड भनेको हाम्रो रिभरको एक्रसमा ब्रिज बनाइन्छ, त्यो म्यानमेड भयो। त्यस पछाडि रोड देखाइन्छ, त्यो रोड देखाउनु भनेको म्यानमेड हो। अघि मैले भनिसकेँ त्यो कुरा है त। त्यस पछाडि हामी जाउँ अर्को पोइन्टतिर। 2 डाइमेन्सन्स द्याट इज डिस्टेन्स एन्ड डाइरेक्सन है भन्न खोजेको। प्लानमा हाम्रो के हुन्छ, जहिले पनि दुईवटा मात्रै डाइमेन्सन हुन्छ, अर्थात् 2D हुन्छ। 2D भनेर सम्झिँदा नि हुन्छ है। 2D दुईवटा डाइमेन्सन हुन्छ। के हो त भन्दा डिस्टेन्स हुन्छ र डाइरेक्सन हुन्छ। यहाँदेखि यहाँसम्म डिस्टेन्स हुन्छ र डाइरेक्सन हुन्छ। डाइरेक्सन भनेको सर्टेन कुनै एङ्गलमा कुनै ओरिजिनलाई ओरिजिनलाई रेफरेन्स मानेर सर्टेन एङ्गलमा, अर्थात् कुनै डाइरेक्सनमा, यो डाइरेक्सन हुनसक्छ, यो डाइरेक्सन हुनसक्छ, त्यो हुन्छ भने यता के हुन्छ, हाम्रो म्यापमा चाहिँ 3 डाइमेन्सन हुन्छ। द्याट इज डिस्टेन्स आउने नै भयो, डाइरेक्सन आउने नै भयो, थप एउटा के कुरा आउँछ त भन्दा इलिभेसन आउँछ। यो पोइन्ट एकदमै याद गर्नु होला है। यसमा चाहिँ 3D, यो 3D हो, यो 2D हो। यसमा 3D के थपियो त एउटा भन्दा इलिभेसन। इलिभेसन भनेको हाइट थपियो है त। जस्तै तपाईँले कुनै नेचुरल बडीको अर्थात् म्यानमेड बडीको चाहिँ तपाईँले त्यहाँ कन्टुर लाइनले देखाउनु भएको छ भने, सपोज इक्जाम्पलको लागि यो कन्टुर लाइनले चाहिँ एउटा कुनै स्ट्रक्चरलाई देखाइएको छ भने कन्टुरमा के हुन्छ त इलिभेसन हुन्छ। अर्थात् मिन सी लेभल, MSL मिन सी लेभलदेखि कति छ, कति हाइटमा छ भनेर चाहिँ देखाइन्छ, त्यसलाई कन्टुर भनिन्छ। कन्टुर भनेको चाहिँ बेसिकली के हो त भन्दाखेरि इक्वल इलिभेसन भएको पोइन्टहरूलाई जोड्ने एउटा इमेजिनेरी लाइनलाई कन्टुर भनेर भनिन्छ। MSL देखि कति हाइटमा छ भनेर चाहिँ केले देखाउँछ त, कन्टुरले देखाउँछ। जस्तै भनौँ 109 मिटरको हाइटमा छ भने यो भयो। यो भनेको के हो त, हाम्रो इलिभेसन हो। म्यापमा इलिभेसन पनि देखिने भयो। अब कुरा गरौँ चौथो पोइन्टको, प्रिपेयर फर स्मल एरिया, प्रिपेयर फर लार्ज एरिया। सम्झिने कसरी भन्दा यहाँ बिल्डिङ सम्झिनुहोस्, बिल्डिङको एरिया के हुन्छ, थोरै हुन्छ हो, स्मल एरियामा युज गरिनु भयो। अनि यतातिरको के सम्झिनुहोस् भन्दाखेरि त कुनै कन्ट्रीको अर्थात् कुनै डिस्ट्रिक्टको, जिल्लाको म्यापलाई सम्झिनुहोस्, अर्थात् कुनै सर्टेन एरियाको, भिलेजको म्यापलाई चाहिँ सम्झिनुहोस् है त। त्यस पछाडि कुरा गरौँ 5औं नम्बरमा, प्रिपेयर्ड इन लार्ज स्केल, प्रिपेयर्ड इन स्मल स्केल। तपाईँलाई थाहा छ कि छैन, स्केल 3 टाइपको हुन्छ। मेनली हाम्रो डिजिटको आधारमा, अर्थात् यो ठुलो सानोको आधारमा 3वटा हुन्छ। एउटा हुन्छ स्मल स्केल, मैले यहाँ तपाईँलाई
नोट भनेर लेखिदिएको छु। स्मल स्केल भनेको 1 सेन्टिमिटर इक्वल टु 10 टु द पावर 4 यही जो हुनुपर्छ भन्ने छैन है। 1 सेन्टिमिटर इक्वल्स टु 10 को पावर 6 पनि हुन सक्छ है। त्यस पछाडि मिडियम स्केल भनेको 1 सेन्टिमिटर इक्वल टु 100 मिटर, लार्ज स्केल भनेको 1 सेन्टिमिटर इक्वल टु 10 मिटर अर्थात् इज 2 मा पनि लेख्न सक्नुहुन्छ। हेर्नुहोस् है त अब यहाँ वर्ड के छ स्मल छ तर पछाडिको डिजिट के छ ठुलो छ हो, यसरी सम्झिने है त। स्मल स्केल भन्यो भने पछाडिको डिजिट ठुलो भएको वाला यो धेरै हो नि त, नम्बर धेरै हो। अनि मिडियम स्केल स्मल स्केल भनेको यो सम्झिनुस्, लार्ज स्केल भनेको पछाडिको डिजिट अर्थात् पछाडिको नम्बर भनेको के भएको थोरै भएको। भनेपछि मिडियम भनेको ओब्भियसली के हुनु पर्यो बीचको हुनु पर्यो। भनेपछि स्मल स्केल भन्ने बित्तिकै के भयो यताको धेरै हुनु पर्यो, लार्ज स्केल भन्ने बित्तिकै यताको थोरै हुनु पर्यो। यसरी चाहिँ सम्झिन सकिन्छ है त सजिलो तरिकाले। अब फेरि त्यही पोइन्टमा जाउँ, प्रिपेयर्ड इन लार्ज स्केल। लार्ज स्केल भन्ने बित्तिकै के भयो त ल हेर्नुहोस्, जस्तै हामीले कुनै बिल्डिङको लेआउट गरिरहेछौँ भने 10 मिटरको बिल्डिङ छ भने फिल्डमा अर्थात् फिल्डमा 10 मिटर छ भने पेपरमा कति त 1 सेन्टिमिटरले हामीले रिप्रेजेन्ट गरिन्छ। जस्तै कुनै ए पोइन्टदेखि बी पोइन्टसम्मको डिस्टेन्स फिल्डमा अर्थात् जहाँ बिल्डिङ बनाउने हो त्यहाँ सानो प्रोजेक्टमा 10 मिटर छ भने हामीले पेपरमा के गरिन्छ त सपोज यो पेपर हो भने यहाँदेखि यहाँसम्म 1 सेन्टिमिटर तानेर ए पोइन्ट र बी पोइन्ट लोकेट गरिन्छ है त। त्यस पछाडि 6 नम्बरमा हेरौँ, हाई डिटेल्स आर टु बी कन्सिडर्ड अर टेकन इन्टु एकाउन्ट एज दे आर प्रिपेयर्ड इन लार्ज स्केल। भनेको बिल्डिङ बनाउँदाखेरि त्यसमा के गर्नुपर्छ डिटेलहरू धेरै लिनुपर्छ। हाई डिटेल्स भने पनि भयो, मोर डिटेल भने पनि भयो है त। त्यस पछाडि यताको कुरा गरौँ म्यापको कुरा। म्यापमा के हुन्छ त भन्दा जनरल डिटेल्स आर टु बी टेकन भनेको एकदम हामी डिपली डिटेलमा गइदैन। जस्तै कुनै कन्ट्रीको म्याप बनाउनु पर्यो भने इक्जाम्पलको लागि यहाँ हेर्नुहोस्, सपोज यो एउटा कन्ट्री हो, यो कन्ट्रीको म्याप हामीले देखाउनु पर्यो भने सानो पेपरमा देखाउनु पर्ने हुन्छ, एकदम ठुलो पेपर हामीसँग अभाइलेबल हुन्न। त्यही भएर के गरिन्छ त भन्दा माइनर कुरा हुन्छ नि, माइनर सानो डिटेलहरूलाई चाहिँ हामीले यसमा के गरिन्न लेखिँदैन, हामीले ठुलो डिटेल मात्रै लेखिन्छ। जस्तै खोला भयो, नदी भयो, त्यस पछाडि ठुलो रोड हाइवे भयो, अनि त्यस पछाडि कुनै ठुलो प्रोजेक्ट छ भने त्यो प्रोजेक्ट भयो, अनि ठुलो रिजर्भयर छ भने त्यो भयो, तिनीहरूलाई हामीले यसमा सो गरिन्छ। त्यस पछाडि 7 नम्बरमा कुरा गरौँ इक्जाम्पल भनेको प्लान अफ अ बिल्डिङ है। बिल्डिङको प्लान भनेको हाम्रो प्लानको म्याप हो। त्यस पछाडि इक्जाम्पल भनेको म्याप अफ कन्ट्री। कुनै कन्ट्रीको म्याप बनाइन्छ भने त्यो केमा पर्यो म्यापमा पर्यो, र कुनै बिल्डिङको प्लान बनाइन्छ भने त्यो केमा पर्यो प्लानमा पर्यो है। बिल्डिङ भनेको सानो स्ट्रक्चर हो जुन केमा गरिन्छ लार्ज स्केलमा गरिन्छ। कन्ट्री भनेको के हो ठुलो स्ट्रक्चर अर्थात् ठुलो हाम्रो एरिया कभर गरेको हुन्छ कन्ट्रीले, त्यही भएर यसलाई के गरिन्छ त भन्दा स्मल स्केलमा डिनोट गरिन्छ है त। यो थियो प्लानको सर, र मैले एकचोटि तपाईहरुलाई रिकल गराइदिन्छु सम्झनको लागि। फर्स्टमा चाहिँ के सम्झिनुस् भन्दा तपाईहरुले प्रोजेक्सन के हो त भन्ने कुरा सम्झिनुस् है त। होरिजेन्टल प्रोजेक्सन भनेर सम्झिनु पर्यो एउटा, कुन प्लानमा त होरिजेन्टल प्लानमा। त्यसपछि यता के हो त भन्दा एउटा यो हाम्रो के हो त भन्दा डिटेल हो, जुन डिटेल चाहिँ के को आधारमा दिन्छ सिम्बलको आधारमा दिन्छ, वर्ड लेखेर आधारमा दिन्छ, लाइन हुन सक्छ, कन्टुर हुन सक्छ। त्यसपछि अर्को दोस्रो कुरा गरौँ, दोस्रोमा चाहिँ के सो गर्छ तथा के देखाउँछ त, यसले चाहिँ डिटेल लेआउट देखाउँछ। प्लानले भने हाम्रो म्यापले के गराउँछ त भन्दा नेचुरल अथवा म्यानमेड जुन फिचर छ त्यो फिचरलाई चाहिँ यसले के गर्छ रिप्रेजेन्ट गर्ने काम गर्छ। अनि त्यसपछि तेस्रो पोइन्टमा सम्झिनु पर्यो 2D र 3D सर्टकट है। अनि त्यसपछि एरिया स्मल एरिया छ कि लार्ज एरिया छ यो सम्झिनु पर्यो। त्यसपछि 5औं नम्बरमा सम्झिनु पर्यो स्केल, लार्ज स्केलमा हो कि स्मल स्केलमा हो। तपाईले एउटा कुरा एकदम ख्याल गर्नु होला, स्मल एरिया भन्ने बित्तिकै लार्ज स्केल आउँछ जहिले पनि, अर्थात् लार्ज स्केल भन्ने बित्तिकै स्मल एरिया हुन्छ, यो अल्टरनेटमा हुन्छ है त भाइस वर्सा। त्यसपछि डिटेल्स धेरै मोर डिटेल्स लिन्छ कि जनरल डिटेल्स अथवा लेस डिटेल्स लिन्छ, यसलाई तपाईले मोर डिटेल्स भनेर लेखे पनि हुन्छ है। मोर डिटेल्स यसमा चाहिँ लेस डिटेल्स यसरी लेख्दा पनि हुन्छ। 7 नम्बरमा इक्जाम्पल दिनु होला, एउटा यता प्लानमा चाहिँ बिल्डिङको दिनु होला र म्यापमा चाहिँ कुनै कन्ट्रीको अथवा डिस्ट्रिक्टको अथवा म्युनिसिपालिटीको म्यापलाई दिनु होला है त। यसैगरी अर्को कुरा गरौँ टाइप्स अफ म्याप एन्ड देयर युजेज। यो सानो टपिक लिएर आएको छु, यो चाहिँ हाम्रो अब्जेक्टिभ खालको क्वेसनमा सोध्न सक्ने सम्भावना रहन्छ। त्यही भएर टाइप्स अफ म्याप
अनि त्यसको युजेस कहाँ युज गरिन्छ त। गाइड म्याप छ। फर्स्टमा गाइड म्याप भनेपछि तपाईँले बुझ्नुभयो पनि होला, कोही टुरिस्टलाई अथवा कोही नजानेको व्यक्तिलाई घुमाउन लाँदा क्यार्दा गाइड गर्नको लागि चाहिँ हेर्ने म्याप छ, जुन प्रिपेयर गरेको म्याप, त्यसलाई के गरिन्छ गाइड म्याप भनिन्छ। गाइड म्याप भन्ने बित्तिकै टुरिस्ट गाइड भनेर सम्झिनु होला। अनि जियोग्राफिकल म्याप, जियोग्राफिकल म्याप भनेपछि जहिले पनि के हुन्छ त स्मल स्केलमा चाहिँ यसलाई प्रिपेयर गरिन्छ। किन भन्दा जियोग्राफी भनेको हाम्रो ठुलो हुन्छ, ठुलो एरियालाई के भयो त सानो स्केल भयो, अघि मैले भनिसकेँ। त्यस्तै गरी त्यस पछाडि अर्को टोपोग्राफिकल म्याप। टोपोग्राफिकल म्याप भनेको चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि जियोग्राफिक म्याप भन्दा अलिकति लार्जर स्केलमा हुन्छ है त। जियोग्राफिक म्याप भन्दा अलिकति लार्जर स्केलमा हुन्छ। क्याडेस्ट्रल म्याप भनेको फेरि यो जुन हाम्रो जियोग्राफिक म्याप छ त्यो जियोग्राफिक म्याप भन्दा अझै लार्ज हुन्छ, यो चाहिँ स्केल लार्जर देन जियोग्राफिक म्याप। यसरी चाहिँ सम्झिनु होला है त लिङ्क गरेर। त्यस पछाडि सर्वेइङको लास्ट टपिक रहेको छ इन्ट्री इन्टु फिल्ड बुक एन्ड अ लेभल बुक भन्ने छ। इन केस अफ फिल्ड बुक, इन्ट्री इन्टु फिल्ड बुक र लेभल बुक दुईवटा कुरा गरेको छ है यसले। एउटा फिल्ड बुक हो, एउटा लेभल बुक हो। मैले फर्स्टमा कुरा गर्छु फिल्ड बुकको। फिल्ड बुक भन्ने बित्तिकै तपाईँले सम्झिनु पऱ्यो चेन सर्वेको लागि हो है। डाटा इन्ट्री इज स्टार्टेड फ्रम बटम पेज अफ फिल्ड बुक टु द टप इन अपवर्ड डाइरेक्सन। जस्तै इक्जाम्पलको लागि इक्जाम्पल अनुसार मैले तपाईँलाई बुझाइदिन्छु। सपोज तपाईँको यो फिल्ड बुकको एउटा पेज हो। यो पेजमा के गरिन्छ त भन्दा डाउनबाट तलबाट लेख्दै 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 अर्थात् डाटा इन्ट्री गर्दै गर्दै के गरिन्छ माथि गइन्छ। त्यही भएर यसलाई के भनेको अपवर्ड डाइरेक्सनमा गराइन्छ भनेर भनेको है। तलदेखि के गरिन्छ इन्ट्री गर्दै गर्दै गइन्छ। कुनको केसमा चेन सर्वेको केसमा। त्यस पछाडि अर्को कुरा गरौँ इन केस अफ लेभल बुक अर्थात् लेभलिङको लागि यसको वाइस वर्सा ठ्याक्कै है। डाटा इन्ट्री इज स्टार्टेड फ्रम टप पेज अफ लेभल बुक टु द बटम इन डाउनवर्ड डिरेक्सन भनेको हामीले अहिले कपीमा जसरी लेखिएको छ त्यस्तै गरी यो तपाईँको पेज हो भने माथिदेखि के गरिन्छ त लेख्दै 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 अर्थात् इन्ट्री गर्दै डाटालाई इन्ट्री गर्दै लास्टमा बटममा पुगेर त्यो पेजलाई चाहिँ के गरिन्छ इन्ड गरिन्छ है। यसरी गरिन्छ। अब हाम्रो पहिलो च्याप्टर सकिएको छ, डेफिनेसनको पार्ट अर्थात् जनरल सकिएको छ। यस पछाडि म लेभलिङको विभिन्न टपिकहरूको बारेमा पुरै डिस्कस गर्ने नै छु हजुरहरूसँग। त्यति बेलासम्मलाई बिदा दिनुहोस्। हवस् त, धन्यवाद।